अहिलेसम्म केही कुराको पनि औषधि खानु परेको थिएन। एकचोटि चेकअप गरौँ न त भनेर हस्पिटल गएको, चेक गरेको, रगत जाँच गरेको, डक्टरले त कोलेस्ट्रोल हाई छ, अब औषधि खानुपर्छ भन्नुभयो भन्नुहुन्छ होइन। मसँग पनि कति बिरामीहरू आउँछन्, हामीले देखिरहेछौँ। यो कोलेस्ट्रोलको कुरा चाहिँ यस्तो छ, यदि तपाईँको चाहिँ टेस्ट गर्दाखेरि ठ्याक्क अप्पर लिमिटमा, हरेक लेभलको चाहिँ अप्पर लिमिट, सपोज कोलेस्ट्रोल चाहिँ 150-200 को लेभलमा, 200 को लेभलमा, टिजी भन्ने चाहिँ त्यही 200 को लेभलमा, एचडिएल भन्ने 40-50, एलडिएल भन्ने पनि 100 जस्तै पुगिरहेछ भने चाहिँ यो चाहिँ बोर्डर लाइन हो। अब योभन्दा धेरै माथि भयो भने चाहिँ 400-500 भयो, त्यस्तो भयो भने चाहिँ तत्काल सुरु गरिहाल्नुपर्छ। यस्तो अप्पर लिमिटमा बढ्दो क्रममा छ भने चाहिँ तपाईँले आफू लाइफस्टाइल मोडिफिकेसन पनि जान सक्नुहुन्छ क्या। हामी डक्टरहरूले पनि त्यही भन्छौँ, अहिले तपाईँ औषधि नै सुरु गरिहाल्ने कि अर्को पनि उपाय छन्, तपाईँले गर्न सक्नुहुन्छ भने यो कुरा गर्नु होला भनेर भन्छौँ। अब गर्ने चाहिँ के हो भनेर हामीले भन्न त भनिहाल्छौँ, यहाँ पनि म एकचोटि सेयर गरिदिन्छु। एक नम्बरको कुरा चाहिँ तपाईँले फिजिकल एक्टिभिटी बढाउनु पऱ्यो क्या। भुँडी छ भने घटाउनु पऱ्यो होइन, भुँडीको वेट त्यो तपाईँको वेट धेरै छ भने घटाउनु पऱ्यो। खाना चाहिँ भात चाहिँ कम खानु पऱ्यो क्या। एउटा थालमा हामीले थालमा चाहिँ 3 भाग लगाउने हो। एक भाग चाहिँ भात, एक भाग चाहिँ दाल र तरकारी, अनि एक भाग चाहिँ सलाद हुनुपर्छ क्या होइन। ठिक्क भात चाहिँ ठिक्क खाने, अनि बिहान चाहिँ धेरै खाने, अनि बेलुका चाहिँ कम खाँदै जाने हो क्या। खाजा ठिक्क, अनि बेलुका अझै कम खाने हो। त्यसपछि हिँडुल गर्नु पऱ्यो, व्यायाम गर्नु पऱ्यो, पसिना चाहिँ बगाउनुपर्छ क्या। अब म त काम गरिरहेको छु भनेर कहाँ हुन्छ त, हुँदैन नि। पसिना बग्नु पऱ्यो क्या होइन। बिहान बेलुका चाहिँ सकिन्न, बिहान बेलुकै सकिन्न भने एक टाइम चाहिँ एक्सर्साइज गर्नु पऱ्यो, भुँडी घटाउनुहोस् होइन, एक्सर्साइज गर्नु पऱ्यो, पानी प्रशस्त खानु पऱ्यो होइन, आफ्नो शरीरलाई कति चाहिन्छ। त्यसपछि निन्द्रा चाहिँ पर्याप्त घन्टा चाहिँ सुत्या हुनु पऱ्यो, 6-7 घन्टा आफूलाई कति चाहिन्छ, तर 6-7 घन्टा चाहिँ मिनिमम स्लिप हुनै पऱ्यो। चिल्लो बोसो कम खानु पऱ्यो, रातो मासु कम खानु पऱ्यो, राँगाको मासु खानुहुन्छ भने कम अथवा छोडेकै राम्रो। खसीको मासु धेरै खानुहुन्छ भने कम खानु पऱ्यो। अन्डा खानुहुन्छ भने सेतोलाई धेरै फोकस, यल्लो कहिलेकाहीँ पहेँलो चाहिँ नखाए हुन्छ, त्यसमा चाहिँ अलिक धेरै कोलेस्ट्रोल हुन्छ। पहेँलो भाग नखाए पनि हुन्छ, सबै चाहिने भिटामिन मिनरल क्याल्सियम तिनीहरू सबै सेतोमा हुन्छ। र अरू भनेको चाहिँ यदि तपाईँले अरू ब्याड हेबिट छन् होइन, स्मोकिङ चुरोट खानुहुन्छ भने त्यो बन्द गर्नु पऱ्यो होइन, रक्सी खानुहुन्छ भने कम गर्दै जानु पऱ्यो, सकिन्छ भने छोड्नु नै पऱ्यो। त्यही भएर कोलेस्ट्रोलको चाहिँ अनि अब एकदमै धेरै बढाएको छ, 400-500 बढाएको छ होइन, त्यत्रो छ भने चाहिँ तत्काल सुरु गरिहाल्नुहुन्छ डक्टरले। तर कम छ, बढ्न थालेछ भने चाहिँ एकचोटि लाइफस्टाइल मोडिफिकेसनमा पनि जान सकिन्छ है त। ओके, थ्याङ्क यू, नमस्कार।